सम्पूर्णमा नमस्कार। सम्पूर्ण देशप्रेमीलाई खुल्ला श्रव्य पत्र। सामान्य एउटा समर्थकको रूपमा फागुन 15 गते परिवर्तन उद्घोष सभामा उपस्थित हुँदाको मेरो घटनाहरू। म दिउँसोको ठिक 1 बजे लाखौं जनताहरूको उपस्थितिको भिडमा टन्टालापुर घाम साथै भिडले गर्दा हुस उडिरहेको धुलोमा 2 वर्षको बच्चालाई हातमा समाएर अगाडि बढ्न खोजे, जहाँ धेरै नागरिकहरूले बच्चालाई लिएर अगाडि नजानु भन्दै गर्दा सुन गरी अगाडि बढ्ने प्रयास गरे, जसमा कलेज ड्रेसमा उपस्थित 2 अपरिचित बहिनीहरूले एउटा घनिष्ठ मित्रले जस्तो सहयोग गर्नुभयो। उहाँहरूलाई हृदयदेखि धन्यवाद। त्यसपछि अरू धेरै अपरिचित त्यहाँ उपस्थित युवाहरू, अन्य व्यक्तित्वहरू र निर्वाचन प्रहरी जसले मलाई अगाडि मञ्चमा पुग्न सहयोग गर्नुभयो। त्यस क्रममा मैले मलाई मात्र मञ्चमा पुर्याउन खोजिरहनु भएको काका समानको व्यक्तिसँग फरक बुझाइका कारण फरक भावना व्यक्त गरेको थिएँ। अलिकता नराम्रो मान्नुभयो कि उहाँले जस्तो लागेको होस्, त्यसको लागि पनि क्षमा प्रार्थी छु। म जाँदा सामान्य जनता वा समर्थकको रूपमा गएकी थिएँ, तर फर्कँदा बालेनज्यूसँग फर्कन पाएँ। त्यो भिडलाई चिचल्दै बाहिर निस्कन परेन। त्यो भिडलाई चिचल्दै बाहिर निस्कने बाध्यता थियो, तर सौभाग्यवश मलाई त्यो भिड चिचल्दै बाहिर निस्किनु परेन। म बालेन शाहज्यूसँगै र अन्य देशप्रेमी युवा नेतृत्वकर्ता घन्टीको विभिन्न ठाउँका उम्मेद्वारहरूसँग नजिकैबाट भेट्ने अवसर पाएँ। मैले आफूलाई एकदमै भाग्यमानी ठाने। हुन त बालेनको समर्थक बनेर 2-4 शब्द बोलौँला भनेर 2 वर्षको बच्चालाई काखमा च्यापेर गएकी थिएँ। त्यो अवसर मिलेन, तर मलाई आशा छ भविष्यमा हजुरहरूसँग सहकार्य गर्ने अवसर पाउनेछु। देशको विकास र सारा जनताको समस्याहरू समाधान गर्ने एउटा महायज्ञमा सरिक हुने अवसर पाउने आशा गर्दछु। म किन बालेनको समर्थक भएँ भन्ने कुरा यहाँहरूलाई स्पष्ट बनाउन चाहन्छु। बालेनज्यूले काठमाडौँ महानगरपालिकामा देखाउनु भएको सक्षमता, तत्परताका साथ कार्य सम्पादन गर्ने उहाँको व्यक्तित्वले नै स्पष्ट हुन्छ कि उहाँ बाहेक अरू कसैले यो देशमा समग्र सन्तुलित विकास गर्न वर्तमान अवस्थामा सक्दैन। यस देशलाई सांस्कृतिक, आर्थिक, सामाजिक, कृषिमा आधुनिकीकरण, पूर्वाधारहरूको विकास, स्वास्थ्यमा सहजीकरण, दीर्घकालीन भौतिक पूर्वाधारको निर्माण, प्रविधियुक्त शिक्षा साथै प्राविधिक विकासमा जोड साथै शैक्षिक समग्र पक्षहरूमा देश विकासतर्फ डोराउनुहुन्छ भन्ने स्पष्ट झल्किन्छ उहाँले हरेक ठाउँमा अथवा हरेक क्षेत्रमा दिएका भाषणहरूले। त्यसैले सबैजनालाई घन्टी चिन्हमा मतदान गरी दुवै समानुपातिकतर्फ पनि प्रत्यक्षतर्फ पनि दुवैमा घन्टी चिन्हमा स्वस्तिक छाप लगाई दिनुहुन विनम्र अनुरोध गर्दछु। धन्यवाद।